सीमा विवादबारे बालेनको अभिव्यक्तिपछि भारत बन्यो लचिलो। नेपाल भारत सीमा नापजाँच गर्न सहमत। कहिले बाटामा बस्न नमान्ने भारत बालेनको पहलपछि टेबलमा बस्न तयार। बालेनको चौतर्फी प्रशंसा। नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएका र हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको संवाद केवल कूटनीतिक औपचारिकता मात्र होइन, यसले नेपाल भारत सम्बन्धमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ। यता वर्षौंदेखि भारतीय पक्षबाट विभिन्न ठाउँमा नेपाली भूमि मिचिने, बाटो निर्माण गरिने र नागरिक स्तरमा जग्गा भोगचलन हुने विषयमा अघिल्ला सरकारहरूले पहल गरे पनि भारत औपचारिक वार्ताका लागि टेबलमा बस्न मान्दैनथ्यो। तर प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे राखेको स्पष्ट र कूटनीतिक अभिव्यक्तिकै प्रभावका कारण अन्ततः भारत सीमा नाका प्रस्ट्याउन र समस्या समाधान गर्न वार्तामा आउन तयार भएको छ। लखनऊमा सम्पन्न नेपाल र भारतका नापी अधिकारीहरूको बैठकमा दुवै देशले प्रयोग गर्दै आएका तथा सीमा पार अतिक्रमणसँग जोडिएका जमिनको वैज्ञानिक नापजाँच गर्ने सहमति भएको बताइएको छ। 3 वर्षभित्र नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गर्ने पनि लक्ष्य राखिएको छ। नदीको बहाव परिवर्तन लगायतका कारण वर्षौंदेखि विवादित बनेका सीमावर्ती क्षेत्रको वास्तविक अवस्था पहिचान गरी स्वामित्व स्पष्ट पार्न यो सहमति महत्त्वपूर्ण मानिएको छ। यसअघि सीमा विवादका विषयमा विभिन्न तहमा पहल भए पनि औपचारिक वार्ता अघि बढाउन कठिनाई हुँदै आएको थियो। पछिल्लो सहमतिले दशकौं पुरानो सीमा विवाद समाधानका लागि नयाँ आधार तयार भएको देखिन्छ। अब सीमाको वास्तविक नापजाँच, तथ्यमा आधारित प्रतिवेदन र त्यसको कार्यान्वयनले मात्र यो सहमति कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्नेछ। त्यसमाथि भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री बालेनले दिएको शुभकामना सन्देशमा नेपाल भारतको गहिरो ऐतिहासिक सम्बन्ध र निकटता उल्लेख गरेर त्यसमाथि मोदीले बालेनलाई फर्काएको जवाफले बालेन र मोदी दुवैजना नेपाल भारतको सम्बन्धलाई थप सुमधुर बनाउँदै छिमेकीसँग सम्मानजनक सम्बन्ध बनाउन चाहन्छन् भन्ने बुझ्न सकिन्छ। बालेनको यो कूटनीतिक परिवर्तनले मोदीलाई पनि सकारात्मक प्रतिक्रिया दिन बाध्य पार्यो। यो संवादले कुन प्रकारको ठोस नीतिगत आकार लिन्छ त्यो भने हेर्न बाँकी छ। तर बालेन शाहको पहलको चौतर्फी प्रशंसा भइरहेको छ।